स्वागत छ। आज हामी नील डेग्रास टाइसनको काममा आधारित रहेर ब्रह्माण्डका केही सबभन्दा ठूला नसुल्झिएका रहस्यहरूको गहिरो खोजी गर्दैछौँ। हाम्रो उद्देश्य के हो भने हामीलाई के थाहा छैन र त्यो अज्ञात कुरा नै किन यति आकर्षक छ भन्ने बुझ्नु हो। एकदम। टाइसनले जोड दिए झैं यी ज्ञानका कमी होइनन् वास्तवमा, बरु खोजका लागि उर्वर अवसर हुन्। विज्ञानमा सबभन्दा रोमाञ्चक वाक्यांश युरेका होइन रे, बरु यो त अनौठो पो छ भन्ने हो। हो त नि। त्यसो भए सुरु गरौँ त्यो 95% ब्रह्माण्डबाट जसलाई हामी देख्नै सक्दैनौँ, डार्क म्याटर र डार्क एनर्जी। कल्पना गर्नुहोस् त, वेरा रुबिनले आकाशगङ्गाहरूको अध्ययन गर्दा के देखिन् भने तिनीहरू यति तीव्र गतिमा घुमिरहेका थिए कि हामीले देख्ने तारा र ग्यासको गुरुत्वाकर्षणले मात्रै तिनीहरूलाई एकसाथ बाँधेर राख्न त्यो असम्भव थियो। हो, यस्तो लाग्थ्यो मानौँ लगभग 85% सामान नै हराइरहेको छ। एकदम। र त्यही हराइरहेको सामान नै डार्क म्याटर हो भन्ने अनुमान छ। यसलाई डार्क भनिएको हो किनभने यसले प्रकाश शोष्दैन, उत्सर्जन गर्दैन वा प्रतिबिम्बित पनि गर्दैन। हामी यसलाई यसको गुरुत्वाकर्षण प्रभावबाट मात्र थाहा पाउँछौँ। भनेपछि देख्न नसकिने तर असर चाहिँ छ। बिल्कुल। यसका सम्भावित उम्मेदवारहरूमा WIMPs, वीकली इन्टरेक्टिङ म्यासिभ पार्टिकल्स जस्ता कणहरू पर्छन्, जो सामान्य पदार्थसँग निकै कम अन्तर्क्रिया गर्छन्। अनि अर्को ठूलो रहस्य डार्क एनर्जी, यो झनै अनौठो छ हैन र? हो नि। यसले त ब्रह्माण्डको विस्तारलाई तीव्र बनाइरहेको छ। यो त कस्तो भने स्याउ माथि फ्याँक्दा त्यो तल झर्नुको सट्टा झन छिटो माथि उडे जस्तो भयो। एकदमै सही उदाहरण। 1990 को दशकमा टाढाका सुपरनोवाहरूको अध्ययनले यो तीव्र विस्तार पुष्टि गर्दा खगोलशास्त्रीहरू चकित भएका थिए। यसले ब्रह्माण्डको लगभग 68% हिस्सा ओगटेको अनुमान छ। ओहो, 68%। रमाइलो कुरा के छ भने यो आइन्स्टाइनले सुरुमा आफ्नो समीकरणमा ब्रह्माण्डलाई स्थिर राख्न थपेको, तर पछि सबभन्दा ठूलो भूल भनेर हटाएको कस्मोलोजिकल कन्स्टेन्ट जस्तै केही हुन सक्छ कि भन्ने अनुमान छ। त्यो त मैले पनि सुनेको थिएँ। अहिले त्यस्तै कुनै शक्ति आवश्यक देखिएको छ। यो डार्क एनर्जी र डार्क म्याटरको रहस्यले त स्पेस टाइमको प्रकृतिबारे नै आधारभूत प्रश्न उठाउँछ नि होइन? एकदम। आइन्स्टाइनको जनरल रिलेटिभिटीले गुरुत्वाकर्षणलाई ठूला वस्तुहरूले स्पेस टाइमलाई कसरी बङ्ग्याउँछन् भन्ने रूपमा वर्णन गर्छ। तर यो विशाल स्तरको सिद्धान्तलाई अणुभन्दा साना कणहरूको क्वान्टम मेकानिक्सको त्यो अनौठो संसारसँग कसरी जोड्ने त? हो, यही नै अहिलेको भौतिक शास्त्रको ठूलो चुनौती हो, क्वान्टम ग्राभिटीको खोजी। यसका लागि स्ट्रिङ थ्योरी जस्ता अवधारणाहरू आएका छन्। स्ट्रिङ थ्योरी, जसले कणहरूलाई सासाना कम्पन गर्ने धागो जस्तो मान्दछ। अर्को छ लूप क्वान्टम ग्राभिटी, जसले स्पेस र टाइमलाई नै सासाना टुक्राहरूमा बाँड्ने प्रयास गर्छ। तर यी सिद्धान्तहरू प्रमाणित भइसकेका छैनन् होला? छैनन्। यी अहिलेसम्म प्रमाणित सिद्धान्त होइनन्, बरु ब्रह्माण्डको आधारभूत संरचना बुझ्ने प्रयास मात्र हुन्। र यी सबैको सुरुवात कहाँबाट भयो? बिग ब्याङ सिद्धान्तले ब्रह्माण्डको विस्तारको व्याख्या गर्छ, तर त्यो पहिलो क्षणभन्दा पहिले के थियो? हाम्रा मोडलहरू त्यहाँ पुग्न सक्दैनन् हैन? सक्दैनन्। त्यो वास्तवमै अज्ञात क्षेत्र हो। के हाम्रो ब्रह्माण्ड अनगिन्ती अरू ब्रह्माण्डहरू मल्टिभर्समा एक हो? वा ब्रह्माण्ड निरन्तर विस्तार र सङ्कुचनको चक्रमा साइक्लिक युनिभर्समा छ? खै, यी अहिले अनुमान मात्रै हुन्, ठोस प्रमाण छैन। एकदमै रोचक प्रश्न हो। ड्रेक इक्वेशनले यसका लागि सम्भावित कारकहरू पहिचान गर्न मद्दत गर्छ। कति तारा छन्, कतिका ग्रह छन्, जीवन सुरु हुने सम्भावना कति छ, अनि बुद्धिमान जीवन कति टिक्छ, आदि इत्यादि। धेरै फ्याक्टर्सहरू छन्। एउटा सम्भावित व्याख्या ग्रेट फिल्टर भन्ने छ। ग्रेट फिल्टर?
अर्थात् विकासको कुनै यस्तो कठिन चरण जसले धेरैजसो सम्भावित सभ्यताहरूलाई विकसित हुनु अघि नै रोक्छ। या त त्यो फिल्टर हाम्रो पछाडि छ, मतलब हामी भाग्यमानी भयौं, अहँ, वा हाम्रो अगाडि छ, जुन चाहिँ अलि डरलाग्दो कुरा हो। हो त नि। वा हुनसक्छ जीवन हामीले सोचेभन्दा धेरै दुर्लभ छ, वा एकदमै फरक किसिमको छ। आज हामीले डार्क म्याटर, डार्क एनर्जी, स्पेस टाइमको प्रकृति, ब्रह्माण्डको सुरुवात र बाह्य जीवनको खोजी जस्ता ब्रह्माण्डका गहिरा अनसुल्झिएका रहस्यहरूबारे कुरा गर्यौं। टाइसनले भने चाहिँ यी प्रश्नहरू नै विज्ञानका इन्जिन हुन्, होइन, जसले हामीलाई अगाडि बढ्न प्रेरित गर्छन्। एकदम सही। र अन्त्यमा सोच्नको लागि एउटा कुरा छोडौँ न त। हुन्छ। के ब्रह्माण्डको सबभन्दा ठूलो रहस्य यस्तो हुन सक्छ जसको हामीले अहिलेसम्म प्रश्न सोध्न पनि जानेका छैनौँ? के त्यो हाम्रो वर्तमान भौतिक शास्त्र र बुझाइभन्दा यति पर छ कि हामी त्यसको कल्पना पनि गर्न सक्दैनौँ? ओहो, हाम्रो ज्ञानको सीमालाई स्वीकार्नु नै सायद भविष्यका महान खोजहरूको पहिलो कदम हो कि?